हामी चाहिँ पुरा हिँड्दैछौँ है कस्तो राम्रो भ्यू हेलो गाइस हेलो हामी चाहिँ अब कहाँ जान्छौँ भने चुचुरोमा कहाँ रे चुचुरातो कस्तो राम्रो देखायो है भ्यू चाहिँ यहाँ हेरौँ दोस्त हाम्रो अन्धको स्वर्गतिर आइपुग्यो हामी त हामी त स्वर्गतिर आइरहेको होइन स्वर्गतिर जस्तै भयो स्वर्ग त पुगेको छैन त्यही पनि स्वर्गभन्दा कम छैन आजको दिन हाम्रो गोल्डन विकको बिदाको फर्स्ट दिन पुरा हामी हिँड्दैछौँ रमाइलो कफी साथ कफीसँग कस्तो राम्रो फुल मैले चाहिँ यहाँ फुल देखेँ अनि मैले यस्तो फोटो खिचेँ फुलको है कस्तो क्युट अनि यहाँ मलाई छोडेर गयो साथीहरूले यहाँ त्यही भन्नु यहाँ चाहिँ कस्तो राम्रो खोला रे खोला भन्नाले सानो गाइस अब म माथि टुप्पामा पुग्छु अनि तपाईँहरूलाई देखाउने छु कस्तो अरे मैले चाहिँ माइक ल्याउनु बिर्सेँ क्या कस्तो घाम लाग्यो नि त माइक ल्याउँछु भनेको माइक ल्याउनै बिर्सेँ त्यही भएर आफ्टर लङ टाइम पछि मैले सानो मिनी भ्लग बनाउँदैछु हेरिदिनु होला सबैले माया गरिदिनु होला झर्ना सानो झर्ना ल हामी चाहिँ यहाँ आइपुग्यो है त हामी चाहिँ अहिले यहाँ छौँ अब हाम्रो टार्गेट चाहिँ यहाँ जाने हो ल है त गाइजहरू चस्मा लगाइदिउँ त हामी कहाँ आउने चुचुका जाने रे हामी चाहिँ अहिले यता छौँ ल यो त उस पो रहेछ क्या हामी चाहिँ किनाका सीमाबाट आएको है किनाका सीमा खाएर यता आएको ल हामी त्यहाँ आइपुग्यौँ यो ठाउँतिर हामी चाहिँ यहाँ बसेर एकछिन यहाँ पनि छ सानो छिप्रोहरू के भन्दा भनौँ न सरिता भन नत्र म त जान्दैन रे कि ल नगाई नजाऊ भाइ म एक्लै हिँडिदिन्छु ए सरिता चाहिँ आउँदैन भने कि हामी चाहिँ यहाँ आइपुग्यो पुरा यहाँ चाहिँ पुरा सानो रिसोर्ट जस्तो रहेछ सानो होटेलहरू यस्तो जङ्गलको माझमा नि होइन आइपुग्यो पुरा यहाँ माथिहरू पनि मान्छेहरू आउनु रहेछ यहाँ पनि होइन टन्नै मान्छेहरू आउनु रहेछ पुरा माथि यस्तो राम्रो देखेको के पुरा यहाँ नि यहाँ आइपुग्यो है यो ठाउँ रहेछ हामी चाहिँ यता नगएको नि यता जान्छ यता जङ्गलको बाटोमा मेहनत गरिरहेको बाटोको फाइनल गाइजहरू हामी चाहिँ चुजारातो भन्ने ठाउँमा आइपुग्यो होइन यहाँबाट चाहिँ बल्ल स्टार्ट यहाँबाट चाहिँ हामी यो जङ्गलको बाटो हिँड्छौँ अब कहाँ पुगिन्छ थाहा छैन माथिसम्म सबैजनाले कुण्डा लट्ठी बोकेर यो बाटोको आज हामी कहाँ जाँदैछौँ पुरा चुजारातो हाइकिङ जाँदैछौँ लाठी बोकेर मेरो लाठी चाहिँ कता बाङ्गो है सबैजना त्यो बनाउँदै है त यता कस्तो राम्रो हेर तर
पुरा हिजो अस्ति पानी परेको छ नि त बेसरी त्यही भएर है माथि पनि उस रहेछ क्या रिसोर्ट जस्तो यहाँ आइपुगे मान्छेहरू कम हिँड्दैछ त आँखा झोला बोकेर हामी आइपुगे गाईहरू अब हामी यहाँ हिँड्दैछौँ वाउ मेरो भिडियो गरिदिने मान्छे चाहिँ कोही भएन त्यही पनि म चाहिँ यहाँ गाईजको भिडियो बनाउँदैछु खास यो तलडी हो नि त बाटो क्यों चुकेते जान दिदी तपाईँ जान ओ युगुरी म यहाँ उगर ढुङ्गा हाल्छ यार भएन यार यस्तो हिँड्नलाई के गाह्रो ल वेलकम कस्तो राम्रो हो हामी चाहिँ यहाँबाट आएर साथीहरू हिँड्दैछौँ फेमस बाटो है यहाँको चाहिँ फेमस हाइकिङ मेरो यो उस चाहिँ हालिदेऊ भनेको हाल्दैन सानो भएछ यस्तो बाटो चाहिँ यस्तो है अघिल्लो चाहिँ अन्त पुरा यहाँ चाहिँ पुरा यस्तो छ है यहाँ पुल पनि यस्तो राम्रो पुल के है पुल पनि यस्तो राम्रो पुल बनाइदिएछ यस्तो हामी चाहिँ अब धेरै लगभग आधी बाटो आइसक्यो होला है आधी नै अझै आएन भनेपछि ओ माई गडनेस यस्तो जङ्गलको बाटोमा है अब एकचोटि माथि गएर म भिडियोमा चाहिँ अलि थाकेको अवस्था त्यही भएर खतरा यहाँको पुल चाहिँ हेर्न कस्तो राम्रो आज पुरा पुलहरू देखाउँ है सन्दीपले के भन्दैछ दलाली भन्दाखेरि आफ्नै हामी चाहिँ यहाँ आइपुग्यो हामी चाहिँ यहाँ तलबाट आएको यहाँ तल पुलबाट यति माथि आइपुगेछ हो माई गड यो मान्छे नआए नि एउटा पछाडिको भ्यू
यत्रो आएर मेरो हावा कस्तो भइरहेछ गाईहरू म उता फर्केर बस्छु कुमानो कोदो ट्रेनमा हिँड्नेहरूका लागि कृपया आफ्नो फोहोर घरमै लैजानुहोस् कृपया जीन सम्पत्तिमा अतिक्रमण नगर्नुहोस् निजी सम्पत्ति कृपया ट्राफिक नियमहरू पैदल शिष्टाचार पालना गर्नुहोस् हामी तपाईँको सहयोगका लागि अनुरोध गर्दछौँ ताकि शिक्षा हो रेस्ट गरौँ न एकछिन एकछिन बस न यहाँ आइपुगेँ हामी चाहिँ अहिले यहाँ आइपुगेँ यो घरनिर अझै हामी यहाँ पुग्छौँ यहाँबाट हेर्छौँ है भ्यू माइ गड कस्तो हुँदैछ त बुढो फिल्स आउँदा चौगाएर चना खानु ओनिगिरीहरू पनि छ अल्छी खाने सबै अँधेर देखाइदिए पनि हो यता दिदी मान्छे उज्यालो आउँदैन खाएर भ्याएर अब हामी अर्को ठाउँमा जाँदैछौँ यहाँ चाहिँ खाएर यहाँ बढानी रोज रहेछ है भन्दै मेरो उस खरेर यहाँ चाहिँ हाम्रो मिस्टर राईले बढाल्दैछ बढाल्दैछ है अनि पुरा बढालेर अब हामी लाग्छौँ है त अहिले हामी चाहिँ यहाँ आइपुग्यो हामी चाहिँ आएको यहाँ तलबाट है यो सब समुद्र खतरा देख्छ है समुद्र चाहिँ खतरा देख्छ है सब समुद्र भ्याएर हामी यहाँ छौँ हामी अहिले खतरा है उसलाई फोकस गर्ने टक्कै यहाँ टक्कै यहाँबाट यसलाई फोकस गरेर यसलाई देखाएर अनि ट्याक्क मलाई देखाएर हेर्नु गाह्रो देख्ने हामी यहाँसम्म हामी चिसो हावा खाँदै बस्ने हो जाने त नि ल ब्याग